यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ यो एप्लिकेसनबाट चाहिँ मैले 40,000 रुपैयाँ कमाइसकेको छु। जस्तै यहाँनिर देख्न सक्नुहुन्छ 14,000, 12,000, 4,000 र त्यसैगरी 1,300, 6,000 गर्दै गर्दै यहाँनिर 1,300 गरेर टोटल मैले 40,000 जति कमाइसकेको छु यो एप्लिकेसनबाट। र यो एप्लिकेसनबाट चाहिँ हामीले सजिलोसँग कमाएको पैसा चाहिँ नेपालमा ई-सेवा खल्तीमा सजिलोसँग निकाल्न सकिन्छ नेपालकै वालेटहरुमा। यो भिडियोमा तपाईहरुलाई यो एप्लिकेसनबाट कसरी पैसा कमाउन सकिन्छ A to Z प्रोसेसहरु सिकाउने छु। यदि तपाईहरु पनि सिक्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नु होला। यो एप्लिकेसनको नाम चाहिँ टका एप रहेको छ। यो एपको डाउनलोड लिंक म तपाईलाई डिस्क्रिप्सनमा अथवा कमेन्टमा पनि राख्दिनेछु र त्यो लिंकमा क्लिक गर्नुबित्तिकै यस्तो पेजमा आउनुहुनेछ। तपाईले सुरुवात दिनमा बोनस पनि पाउनुहुनेछ। तपाईले जुन दिन यो अकाउन्ट क्रिएट गर्नुहुन्छ त्यो दिनदेखि तपाईले लगातार यहाँनिर चाहिँ लाइभ बस्न सक्नुहुन्छ र त्यसैगरी स्पिनमा पनि बोनस पाउनुहुनेछ टिकटहरु र लगातार 7 दिन तपाईहरु लाइभ बस्नु भयो भने 7 दिनको तपाईहरुलाई एप्लिकेसनले रिवार्ड दिनेछ, बोनस दिनेछ र त्यो सँगसँगै तपाईहरुले गिफ्ट पाउनु भयो भने त्यसको पनि फाल्टो तपाईहरुको कमाइ हुनेछ। र डिस्क्रिप्सनमा दिएको लिंकमा क्लिक गर्नुबित्तिकै यस्तो पेज ओपन हुन्छ र यहाँनिर गेट इट अन गुगल प्ले को अप्सनमा क्लिक गर्नुस्। त्यसपछि डाइरेक्ट तपाईहरु यहाँनिर एप्लिकेसन डाउनलोड गर्ने पेजमा पुग्नुहुनेछ। यदि यस्तो पेज आयो भने तल यो गुगल प्ले को अप्सनमा क्लिक गरिदिनुस्, भइहाल्छ यहाँनिर। त्यसपछि यहाँनिर रिडाइरेक्ट हुनेछ। त्यसपछि यहाँनिर इन्स्टल को अप्सनमा क्लिक गर्नुस्। मैले चाहिँ अलरेडी इन्स्टल गरिसकेको छु। इन्स्टल गरिसकेपछि तपाईहरुले भेरिफाई पनि गर्नुपर्ने हुन्छ, अकाउन्ट पनि क्रिएट गर्नुपर्ने हुन्छ। र एप्लिकेसनलाई इन्स्टल गरिसक्नु भएपछि ओपन गर्नुस् र यहाँनिर यस्तो प्रकारको इन्टरफेस ओपन हुनेछ। र यहाँनिर अकाउन्ट बनाउन एकदम इजी छ। जस्तै तपाईले यहाँनिर साइन इन विथ गुगल को अप्सनमा क्लिक गरिदिनुस् डाइरेक्ट यहाँनिर र त्यसपछि तपाईहरुको मोबाइलमा जति पनि गुगल अकाउन्टहरु लगइन छ सबै देखाउनेछ। जुनबाट अकाउन्ट क्रिएट गर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुस् र अकाउन्ट क्रिएट हुनेछ। त्यसपछि यहाँनिर ल्याङ्ग्वेज चुज गर्नु भनेको छ जो सो तपाईले हिन्दी अथवा तपाईले यहाँनिर इंग्लिशहरु यसरी चुज गर्न सक्नुहुनेछ। जस्तै मैले इंग्लिश चुज गरे, त्यसपछि नेक्स्ट गरे र मेल हो कि फिमेल हो भनेको छ। अब तपाईहरुले यसरी मेल हो कि फिमेल हो त्यो चुज गर्नुस् र नेक्स्ट को अप्सनमा क्लिक गर्नुस् र यहाँनिर परमिसन मागेको छ यसलाई अलाउ गरिदिनुस् र व्हाइल युजिङ द एप भन्ने अप्सनमा यसरी क्लिक गरेर अलाउ गरिदिनुस्। र यति भइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ एप्लिकेसन ओपन भएको छ। अब यहाँनिर चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईहरुले यहाँनिर भेरिफाईहरु गर्नुपर्ने हुन्छ, आफ्नो अथेन्टिकेसन भेरिफाईहरु र त्यसको लागि चाहिँ तपाईहरुले जस्ट यसमा प्रोफाइलको अप्सनमा क्लिक गरेर जानुपर्ने हुन्छ। र त्यसपछि यहाँनिर तपाईहरुले यो अर्निङ सेन्टर भन्ने पाउनुहुनेछ। अर्निङ सेन्टरको अप्सनमा जस्ट तपाईहरुले क्लिक गर्नुस् र क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ 80,000 कोइन चाहिँ मैले पाएको छु। र त्यसपछि यहाँनिर स्पिनहरु दिएको छ। अब गो टु स्पिनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। 3 चोटी स्पिन दिएको छ। अब यहाँनिर स्पिनको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ र स्पिन स्टार्ट हुन्छ र यहाँनिर देख्न सक्नुहुन्छ अब जहाँनिर रोकिन्छ त्यो चाहिँ तपाईहरुको अकाउन्टमा एड हुनेछ। जस्तै अब डबल रिवार्ड भनेको छ र यहाँनिर देख्न सक्नुहुन्छ यति रहेको छ। अब यसलाई डबल गर्दाखेरि यहाँनिर देख्न सक्नुहुन्छ 73,000 कोइन भएको छ जुन भनेको $7.3 हुनेछ। र फेरि अब यहाँनिर तपाईले स्पिनको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि फेरि यहाँनिर रिवार्ड परेको छ। अब यहाँनिर पनि देख्न सक्नुहुन्छ 6,000 कोइन परेको छ र त्यसपछि अब यहाँनिर गो टु ट्याक्स भनेर देखाएको छ। फेरि यहाँनिर स्पिनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर फेरि यहाँनिर कोइन परेर देख्न सक्नुहुनेछ यहाँनिर 79,000 कोइन भएको छ जुन भनेको $7.9। यो चाहिँ यसरी तपाईहरुलाई यसरी स्पिन गर्दाखेरि दिनेछ। यो लगभग 80,000 कोइन भएपछि यहाँनिर चाहिँ विथड्र गर्न मिल्नेछ, क्याश आउट गर्न मिल्नेछ र 80,000 कोइन भनेको चाहिँ $8 हुन्छ। र यहाँनिर अब तल स्क्रोल गर्दै जानु भएपछि यहाँनिर अन्तिममा तपाईहरुले यो कम्प्लिट अथेन्टिकेसन भन्ने अप्सन पाउनुहुनेछ। यसमा गो को अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर तपाईहरुले सुरुमा कन्ट्री सिलेक्ट गर्नुस्। यहाँनिर यसरी यहाँनिर क्लिक गरेर चाहिँ यहाँनिर नेपाल लेखेर सर्च गर्नुस् र यहाँनिर नेपाल कन्ट्री आउँछ। त्यसपछि यहाँनिर आफ्नो फोन नम्बर लाउनुस् र त्यसपछि गेट ओटीपी को अप्सनमा क्लिक गर्नुस् र एउटा ओटीपी कोड आउँछ फोन नम्बरमा त्यो यहाँनिर लाउनुस् र त्यसपछि नेक्स्ट को अप्सनमा क्लिक गर्नुस् र फोन नम्बर भेरिफाई भइसकेपछि तपाईहरुले आफ्नो अनुहारको पनि भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईहरु चाहिँ मेल हो कि फिमेल हो अथवा रियल पर्सन हो कि हैन भनेर चाहिँ भेरिफाई गर्नेछ। भेरिफाई गर्नुको लागि भेरिफाई नाउ को अप्सनमा क्लिक गर्नुस् र तपाईहरुले चाहिँ आफ्नो अनुहारलाई यता दायाँ बायाँ गर्नु लागेको हुन्छ, त्यहाँ जे भनेको हुन्छ त्यही गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर भेरिफाई हुनेछ। जस्तै मैले भेरिफाई नाउ को अप्सनमा क्लिक गरे र त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ वेटिङ फर द रिजल्ट भनेको छ। भेरिफाईको लागि यहाँनिर गएको छ र फेस डिटेक्ट भनेको छ सक्सेसफुली यहाँनिर भेरिफाई भएको छ। अब यो एपलाई रिस्टार्ट गर्नुपर्ने हुन्छ। रिस्टार्ट को अप्सनमा क्लिक गरेर
एप्लिकेसनलाई फेरि ओपन गर्नुपर्ने हुन्छ र त्यसपछि अब यहाँनिर देख्न सक्नुहुन्छ भेरिफाईको लागि भइसकेको छ। अब यहाँनिर तपाईँले यो फेरि यहाँनिर प्रोफाइलको अप्सनमा जानुहोस् र यहाँनिर अर्निङ सेन्टरमा जानुहोस् फेरि र यहाँनिर तल भेरिफाई भएको देख्नुहुनेछ तपाईँले। जस्तै यहाँनिर भेरिफाई भइसकेपछि यो टिकट आउँछ र कलेक्टको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। एउटा टिकटले तपाईँले एकचोटि स्पिन घुमाउन पाउनुहुनेछ। सो अब स्पिनको अप्सनमा यसरी क्लिक गर्नु बित्तिकै फेरि यहाँनिर टिकट घुम्नु स्टार्ट हुनेछ र यहाँनिर देख्न सक्नुहुन्छ बक्स परेको छ, यसमा पनि यहाँनिर इन्टु 9 कोइन परेको छ। ओके, तपाईँहरूले अब एकाउन्ट भेरिफाई गर्नु बित्तिकै तपाईँहरूले चाहिँ $8 बोनस पाउनुहुनेछ। जस्तै यहाँनिर यो तपाईँहरूले अर्निङ सेन्टरमा जानु बित्तिकै यहाँनिर $8 बोनस पाउनुहुनेछ, जसलाई चाहिँ निकाल्नुको लागि केही ट्याक्सहरू गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर यो तल दिएको कोइनहरूलाई चाहिँ 0 बनाउनु पर्ने हुन्छ, त्यसपछि डायमन्डहरूलाई पनि 0 बनाउनु पर्ने हुन्छ। मैले चाहिँ यहाँनिर अहिले यहाँनिर $100 बोनस पाएको छु। यो गर्दै गर्दै सुरुमा $8, त्यसपछि $20, त्यसपछि $50, त्यसपछि $100 बोनस तपाईँले पाउनुहुनेछ। त्यसपछि त्यहाँभन्दा फाल्टु पनि पाउनुहुनेछ र अहिले चाहिँ म $100 बोनसमा छु। अब मैले यहाँनिर 28 कोइन यो कलेक्ट गरिसक्नु बित्तिकै मैले चाहिँ यो $100 फेरि विथड्र गर्न पाउनेछु। यसको बारेमा पनि म तपाईँलाई एकछिनमा कुरा गर्नेछु डिटेल्समा। यसबाट हामीले एकदम राम्रो फ्रीमा खासै धेरै काम नगरिकन पनि अर्निङ गर्न सक्नेछौँ। यो भयो स्पिन गरेर भइहाल्यो, यो एकछिनमा कुरा गर्नेछौँ है। अब सुरुमै अब यो एप्लिकेसन भनेको चाहिँ लाइभ बसेर कमाउने एप्लिकेसन हो। त्यही भएर यदि तपाईँहरू लेडिज हुनुहुन्छ भने चाहिँ सुरुमै तपाईँले आइडी भेरिफाई हुनु बित्तिकै तपाईँले चाहिँ गो लाइभको अप्सनमा क्लिक गर्नुहोस्, त्यसपछि लाइभ बस्नु स्टार्ट गरिहाल्नुहोस्। र यदि केटाहरू हुनुहुन्छ र लाइभ बस्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ पैसा तिर्नुपर्ने हुन्छ 1200 जति। यहाँनिर पैसा तिर्नुपर्ने भन्दा पनि कोइन किन्नुपर्ने हुन्छ र त्यो कोइन चाहिँ अरू यहाँनिर लाइभमा बस्नेहरूलाई गिफ्ट दिनुपर्ने हुन्छ। यदि तपाईँहरू घाटामा नखाइकन चाहिँ यहाँनिर लाइभ बस्नु पनि चाहनुहुन्छ, घाटा पनि नखाने तरिकाले बस्दाखेरि चाहिँ घरकै तपाईँहरूले फिमेल मेम्बर कोही हुनुहुन्छ भने चाहिँ तपाईँहरूले अथवा आफ्नो फिमेल साथीहरूलाई चाहिँ लाइभ बस्नु लाउनुहोस् यहाँनिर र तपाईँहरूले चाहिँ 1200-1300 को कोइन किन्नुहोस् र त्यो कोइन चाहिँ गिफ्ट दिनुहोस्। र तपाईँहरूले गिफ्ट दिनुभएको कोइन तपाईँहरूको साथी अथवा कसलाई बस्न लाउनु भएको छ त्यो त्यसबाट विथड्र भइ नै हाल्नेछ। प्लस तपाईँहरूले पनि यहाँनिर अब लाइभ बस्न पाउनुहुनेछ। र लाइभ बसेको सुरु दिनदेखि तपाईँहरूले 7 दिनसम्म चाहिँ रेगुलर बस्नुहोस्, तपाईँहरूले राम्रो कोइन पाउनुहुनेछ। र मेन सबैभन्दा धेरै पैसा कमिने चाहिँ अरूहरूले दिएको गिफ्टबाट हो लाइभ बस्दाखेरि। र एप्लिकेसनले पनि तपाईँलाई रिवार्ड चाहिँ दिनेछ। त्यो रिवार्ड क्लेम गर्नुको लागि चाहिँ एप्लिकेसनले 7 दिनसम्म एकदम राम्रो कोइनहरू तपाईँलाई गिफ्ट दिनेछ। तपाईँहरूले 1 घन्टा 2 घन्टा जति चाहिँ डेली लाइभ बस्नुपर्ने हुन्छ र 2 घन्टाको तपाईँहरूले गिफ्टहरू क्लेम गर्नुको लागि यो अप्सनमा क्लिक गर्ने, त्यसपछि यहाँनिर तपाईँहरूले माई डाटाको अप्सनमा क्लिक गर्ने, त्यसपछि यहाँनिर गिफ्टहरू सबै यहाँनिर हुन्छ देख्न सक्नुहुन्छ। अब गिफ्टहरू छ, यहाँनिर क्लेम गर्ने अप्सन आउँछ, यो डेली ट्याक्स भन्ने रहेको छ, यसमा क्लेम गर्ने अप्सनहरू आउँछ। क्लेम गर्नुहोस् र तपाईँहरूको यहाँ एकाउन्टमा एड हुनेछ। यहाँनिर भएको यो कोइन चाहिँ तपाईँहरूले पैसामा कन्भर्ट गरेर निकाल्न सक्नुहुन्छ भने यो कोइन चाहिँ तपाईँहरूले अरूहरूलाई गिफ्ट दिने हो। सो तपाईँहरू केटाहरू हुनुहुन्छ भने चाहिँ तपाईँहरूले लेभल 5 कम्प्लिट गर्नुपर्ने हुन्छ। लेभल 5 भनेको अरूहरूलाई गिफ्ट दिएर लेभल 5 कम्प्लिट गर्ने हो। र त्यो लेभल 5 कम्प्लिट गर्नुको लागि चाहिँ तपाईँहरूले माई लेभलमा जानुहोस् र लेभल 5 कम्प्लिट गर्नुको लागि कति कोइन चाहिने रहेछ, कति कोइनको गिफ्ट दिनुपर्ने रहेछ त्यो देख्न सक्नुहुनेछ। जस्तै लेभल 5 कम्प्लिट गर्नुको लागि 85,200 कोइन गिफ्ट दिनुपर्ने रहेछ, त्यसपछि यो लाइभ खुल्नेछ। सो गिफ्ट दिनको लागि यो कोइन किन्नुको लागि यो रिचार्जको अप्सनमा क्लिक गर्ने र तपाईँहरूले यो $18 को किन्दा भइहाल्ने रहेछ। यति किन्नुहोस् र गिफ्ट दिनुहोस्, तपाईँहरूको पैसा खेरो जाँदैन। अघि मैले जुन आइडिया भने त्यो आइडियाले गर्नुहोस्, खेरो जाँदैन। तपाईँहरूले फेरि यो पैसालाई विथड्र लिनु सक्नुहुन्छ अर्को एकाउन्टबाट। र तपाईँहरूले लाइभ बसेको अर्निङ यहाँबाट माई डाटाबाट चाहिँ कलेक्ट गर्न चाहिँ नभुल्नु होला। कलेक्ट गर्नु भएन भने चाहिँ त्यो खेरो जान्छ, तपाईँहरूलाई दिँदैन त्यो। त्यही भएर यहाँनिर क्लिक गर्दै कलेक्ट चाहिँ गर्नु होला। र अब यहाँनिर तपाईँहरूले कलेक्ट गर्नुभएको कोइनहरू यहाँनिर आउनेछ। लाइभबाट गिफ्ट पाउनुभएकोदेखि लिएर एप्लिकेसनले गिफ्ट दिएको कोइनहरू सबै यहाँनिर हुन्छ। र त्यसै गरी यो स्पिन यहाँनिर अर्निङ सेन्टरको जुन स्पिन थियो यहाँबाट घुमाएको पैसा पनि जब यो यहाँनिर डायमन्ड र यो कोइनहरू सबै 0 बनाउनुहुन्छ, त्यसपछि यहीँनिर आएर बस्ने हो र एकैचोटि तपाईँले विथड्र गर्न सक्नुहुनेछ। र तपाईँले स्पिन गर्नुको लागि टिकट चाहिन्छ। त्यो टिकट कलेक्ट गर्नुको लागि चाहिँ फ्रेन्डहरूलाई इन्भाइट गर्नुपर्ने हुन्छ। इन्भाइट फ्रेन्डको अप्सनमा क्लिक गरेर आफ्नो साथीहरूलाई इन्भाइट गर्नुहोस्, त्यसपछि त्यहाँबाट तपाईँहरूको टिकट कलेक्ट हुन्छ र टिकटबाट तपाईँले चाहिँ यसरी स्पिन घुमाउन पाउनुहुनेछ। जुन चाहिँ यहाँनिर जब यो डायमन्ड र एउटा कोइन, त्यसपछि यो माथिको कोइन पनि जब तपाईँहरूको 0-0 हुन्छ, त्यसपछि तपाईँहरूको यो रिवार्डलाई तपाईँले निकाल्न पाउनुहुनेछ। जस्तै मेरो यहाँनिर $20 को रहेको छ। अब यो भइसकेपछि यो मैले
यो जब यहाँनिर 41 कोइन रहेको छ, यो स्पिन घुमाउँदा घुमाउँदा जब 0 हुन्छ त्यसपछि मैले यो $20 पनि निकाल्न पाउनेछु। यसरी यहाँबाट स्पिन गरेर पनि पैसा कमाउन सकिन्छ, त्यसैगरी लाइभ बसेर पनि पैसा कमाउन सकिन्छ। र यहाँबाट कमाउनु भएको पैसा यहाँनिर हुन्छ कोइनहरू, र यसलाई तपाईहरुले निकाल्नको लागि यहाँनिर यसमै क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर यो अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यो ध्यान दिएर हेर्नु होला। त्यसपछि पेमेन्ट मेथडमा यसरी क्लिक गर्ने, त्यसपछि केमा निकाल्न चाहनुहुन्छ ई-सेवा खल्ती त्यसमा सेलेक्ट गर्नुस्। यसरी सेलेक्ट गर्ने र त्यसपछि यहाँनिर आफ्नो तपाईहरुले खल्ती अथवा ई-सेवाको नम्बर लाउने, त्यसपछि यहाँनिर यसमा क्लिक गर्ने, त्यसपछि तपाईहरुको पैसा निक्लिनेछ। र यदि तपाईहरु चाहिँ निकाल्ने प्रोसेस A to Z प्रोसेस हेर्न चाहनुहुन्छ भने टेलिग्राममा मैले भिडियो राख्दिएको छु, त्यो भिडियो गएर हेर्नु होला। त्यो भिडियोमा मैले धेरै कुराहरु पनि सिकाएको छु, त्यो भिडियोको लिंक चाहिँ डिस्क्रिप्सनमै राखिदिने छु। टेलिग्राममा हो। त्यो टेलिग्राम छैन भने टेलिग्राम तपाईहरुले डाउनलोड गरेर टेलिग्राम एकाउन्ट बनाउनु होला र टेलिग्राममा हाम्रो च्यानल छ, त्यो च्यानलमा जोइन हुन सक्नुहुन्छ। मैले त्यहाँनिर यहाँबाट निकालेको पैसा, निकाल्ने तरिका र निकालेको लाइभ प्रुफ पनि देखाएको छु। त्यो भिडियो हेर्नु होला टेलिग्राममा गएर यदि हेर्न चाहनुहुन्छ भने। नभए यसरी तपाईहरुले पैसा कमाउने तरिका बुझिहाल्नुभयो। यसरी कमाउने हो र निकाल्ने तरिका पनि यसरी नै हो। एकदम सजिलो छ। यदि आउँदैन र हेर्नै चाहनुहुन्छ र मैले झुटो बोलेको जस्तो लागिरहेछ भने तपाईहरु टेलिग्राममा गएर हेर्न सक्नुहुन्छ। मैले त्यहाँनिर लाइभ प्रुफ देखाएको छु सबै कुराहरु। सो आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक, कमेन्ट, शेयर, च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै खाले भिडियोहरु हेर्नका लागि।